आज ध्यापड्याम गएको अनि त्यो हजुरहरूलाई थाहा नै होला सुन्दरीजलको माथि छ भनेर। अलि माथि गएपछि कति 18 किलोमिटर हो कि त्योभन्दा पनि बढी नै हुनसक्छ। हामीहरू बाइकमा चाहिँ गएको अनि त्यो ध्यापड्याममा गएर एकदम रमाइलो छ। बोटिङ भएको भए झन् रमाइलो हुने थियो, तर बोटिङ राखेको छैन रहेछ। शान्त ठाउँ छ। त्यहाँबाट घुमेर आउँदाखेरि एउटा ठाउँ छ चाहिँ फोटो खिच्नलाई अनि पिकनिक मनाउनलाई चाहिँ राम्रो रहेछ। मेरो छोराछोरी चाहिँ एकदम रमाइलो गरेर चाहिँ यो ठाउँमा धेरै दिनपछि घरदेखि टाढा निस्केको। अनि बाटो पनि धेरै खत्तम छ। मान्छेहरू चाहिँ ट्रेकिङमा आउने रहेछ। हामीहरू चाहिँ बाइकमा आएको, फेरि बच्चा 2 जनासँग ट्रेकिङ गर्न गाह्रो हुन्छ भनेर। छोरा चाहिँ डरै नलाग्ने भिरतिर पनि गइहाल्नु, उसलाई थाहा नभएर होला। त्यहाँ थाहा नै नभएर समात्नु नमान्ने, त्यहाँभन्दा मुनि जाने भन्छ त्यहाँ भिरालो ठाउँमा। अनि यो चाहिँ एकदम टाढा छ। त्यहाँ चाहिँ आर्मी क्याम्प हो कि के हो, त्यो बस्ने ठाउँ रहेछ आर्मीको। एकदम ब्युटिफुल ठाउँ छ। अहिले जुम आउट गर्छु अनि थाहा हुन्छ कति टाढा छ यो। जुम इन गरेर हो, यति टाढा छ त्यो ठाउँबाट पनि।